किन वान वे यात्रा आउन भएको? बोर्ड देख्न भएन? बोर्ड त देखेको थिएँ सर, तर मैले तपाईलाई चाहिँ देखिन। आइया, कस्तो नराम्ररी हान्यो यो बाजियाले। तलाई तमासे कुवा बनाएर खान्छु। गाइस, मलाई माफ गरिदिनु। अब यतिले छादा बोल्दैन। माछा किन्नै हो। आइया मुजी, कस्तो माछा रे? यो मुजी माछाले तकेर सुत्नै दिँदैन। जहाँ गर्मी उस्तै। गाइस, म चाहिँ अब खादी मुलुक जाँदैछु। के गर्नु? नेपालमै केही गर्छु भनेर लोन लिएर बिजनेस गरे, वाको घर खेत्नी गयो। गाह्रो छ यार। जाथो भइसी, धेरै रिस नउठा है। मोमो बनाएर खाइदिन्छु तलाई। के छ गाइस? ओइ, बाटोमा फोहोर किन फलेको मुजी? टिप त्यो नत्र त्यही फोहोर जसरी त्रिशुलीमा फल्दिन्छु। ओहो, कस्तो गर्मी यहाँ त। हिमालमा त कति चिसो हुन्थ्यो। यो त तेरै हो, गर्मी भइहाल। मुख बुदो चुप लाग। सबै रुख काटेर सकाउ खास। ए मुजी, म काठमाडौँ आइपुगे किनारगामा। गर्मी उस्तै, फोहोर उस्तै, धुवा धुलोले तामेर्नैलाई। ओहो, हेर्नु साथीहरु, म आज पोखरा आए। प्याराग्लाइडिङ त एकदम दामी रह्यो। ओहो, कस्तो राम्रो। कन्यामको चाहिँ बारी त राम्रो रहेछ गाइस। यति दाइ, यो पाली हजुरले बोते जितेपछि के गर्नुहुन्छ? म नेपाललाई सिङ्गापुर बनाउँछु। म हौ यति हिमालको किङ, टिकटकमा ट्रेन्डिङ, सबैले रिङ। आमा भन्थिन् चिसोमा बास, अब म बन्छु। नमस्ते सबैलाई। आज म भ्लगिङ गर्न आएको छु मेरो आमासँग इन्टरभ्यु लिन। ओइ यति, तेरो जस्तो जुङ्गा भएको मान्छेले भ्लग बनाउँछ र? यस्तो के कुरा हो जुन केटाको टाउकोमा र केटीको खुट्टामा हुन्छ बा? दिमागलाई। बाजे, रक्सी खानेहरूलाई के सल्लाह दिन चाहनुहुन्छ? के भन्नु नि, रक्सी खानेहरूलाई म आइस हालेर खानु होला भन्न चाहन्छु। म आइस हालेर खानु होला भन्न चाहन्छु।